Hello everyone, welcome back to my channel. सबैलाई जय मसी, नमस्ते। फेरि पनि हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज हाम्रो चाहिँ खानाहरुमा हाम्रो चाहिँ के रहेको छ भनेसी 3x करेन्ट अनि त्यसपछि फेरि फ्राई मोमोज अनि हाफ बोइल एग अनि चाहिँ हल्का चाहिँ पोर्कको चाहिँ सेकुवा छ अनि चाहिँ फ्राई एग छ। र हामीले चाहिँ यो के गर्नेछौँ साथीहरु भनेपछि हैन, हामी चाहिँ च्यालेन्ज पनि गर्ने हैन, तर गेम खेल्नेछौँ। गेममा जसले जित्यो त्यसले मात्रै खाना पाउँछ, किनभने सिके त सबैले खायो भने त खाए जस्तो हुँदैन, सधैँ खाइरहेको छ नि त। गेममा जसले जित्छ अनि जसले चाहिँ अनि हार्छ नि उसले चाहिँ मुखबाट चाहिँ थुक निल्नुपर्छ क्या साथीहरु। त्यही भएर चाहिँ यो नास्ता चाहिँ हामीले हामीले चाहिँ गेमबाट नै हामीले चाहिँ खानेछौँ है त। अनि जो हार्छ ऊ चाहिँ हेरे हुन्छ है त। ल अनि गेमको नाम चाहिँ छ हैन, रक पेपर सिजर। रक पेपर सिजरमा चाहिँ हामीले जसले जित्यो उसले खाने, जसले हार्यो ऊ हेरेको हेरे, हामी हेरेको हेरे, हेरेको हेरे, हामी हेरेको हेरे। ल साथीहरु, हामी गेम सुरु गर्नेछौँ। गेममा चाहिँ हामी चाहिँ सुरु चाहिँ हामी त ड्याडी र म चाहिँ गर्छौँ, त्यसपछि चाहिँ मम्मी गर्छौँ है त। यो घुँडा के यस्तो लामो यो मान्छेले छोटो हो ल रक पेपर सिजर, रक पेपर सिजर। ए साथीहरु पहिल्यै गयो अनि हाल्नु बनाउँदा खानु ए या अनि हाल्नु बनाउँदा खानु ए या हामी चाहिँ हेरेको हेरे साथीहरु। अब को खानियो अर्को त्यो मलाई सेक्वा त्यो कहाँ भन भाइ। के यो चटनी चिउराको भुटन। अब के गर्ने? अब मम्मीसँग अब मैले के भन्ने? रक पेपर सिजर म भन्छु। रक पेपर सिजर। ल मम्मीले हान्दिनु भयो, हान्नु न कैँचीले हान्नु ढुङ्गाले। ल साथीहरु म चाहिँ डाइटिङमा छु भनौँ न है। किन डाइटिङ तेरो? खाना नपाएपछि डाइटिङमै भन्नु पर्यो कि म चाहिँ खाँदिनँ, त्यही भएर। अब के गर्ने त? अब खान त लाग्छ। मम्मीसँग मैले गर्छु अब। गर्न छिटो। रक पेपर सिजर। ल यही चापासँगले चाहिँ ढुङ्गै पहिले गर्नुहुन्छ। अब सबैले त होला रक पेपर सिजर सबैले रक पेपर सिजर भेट्यो साथी। अब सबैले त होला रक पेपर सिजर सबैले भेट्यो साथी। अब सबैले यसरी हामी भाइ म त खान्न थिएँ। चेक गर्छु दियो कस्तो छ। हाफ बोइल है गयो। चटनी त ल्याउनै बिर्छ। हामी चाहिँ अब खाना कसरी भन्छ, अफ्रिकनहरूले गरे हुन्छ कि यस्तै होइन, मुस्लिमहरूले गरे हुन्छ कि यस्तो चाहिँ सँगै राख्ने सबैले ट्यापबाट पनि खाने।
हाफ बढाएको है हामीसँग चाहिँ पेप्सी छ आज खानै त पिरो भन्नु भात चाहिँ त्यो खायो त मोटा होइन र मटन पर्छ गेस्टिकको दबाई बात तो सही है पिरो त छैन पिरो त खासै मलाई अन्न खानु त्यो खाएको छ रे काम फ्राई मोमो ल साथीहरू मिठो भएको छ खानु न कस्तो टेस्ट भयो टेस्टी भयो मलाई रात पनि खानै बोल्यो प्रायः एकमा खानु भन्नुहुन्छ साथी अर्को नखानु है त यो के हो साथी हेर्नुहोस् त यो सासु झुन्ने जस्तो छ त्यो त सासु चमरा जस्तो छ त साथी त्यो डिप फ्राई हो डिप फ्राई नेपाल एकचोटि खाना खायो कस्तो कम खानु भयो पिरो भएन मोमो साथीहरू मम्मी चाहिँ गेट आउट भइसक्नुमा छ अब यो चाहिँ हाम्रो चाहिँ सक्ने भन्ने हो तर सक्दैन होला किनभने यसमा धेरैभन्दा धेरै छ धेरै थोरै देखियो होला तर धेरै छ है साथीहरू प्याज पनि यहाँ हालेको यो नहालेको कमेडी गर्न यो खाएको पिरो भयो त ए यो गुलेली जस्तो फसेको छ पिरो भयो भने उछट्दै चाहिँ उता उता अब गडा लास्ट छुट्यो यो चाइनिज गरेला नै हो किनभने यो चाइनिज जापान कोरियाबाट आएको चिज नै हो त यो लास्ट पिरो भयो त अब त खाएर भ्याएको छैन यो त आज खाएपछि भोलि फायर हुन्छ भन्छ नि तर मेरो त अहिले नै फायर भइसकेको छ पेटभित्र मैले चाहिँ सक्दैन होला जस्तो छ सक्नुहुन्छ अहिले यो च्यालेन्ज सक्नुहुन्छ